Hey guys, as मेरो US को visa interview छ and I'm excited and nervous both at the same time हैन सो के हुन्छ अब त्यो म पास I mean म पिङ्क स्लिप लिएर आएँ भने चाहिँ म यो भिडियो हाल्छु नत्र हाल्दिनँ है सो कस्तो बोल्न पनि डर लागिरहेछ कि सो या लेट्स होप कि मैले पिङ्क स्लिप लिएर आउँछु बेलुका ए बाई Guys, I came back Bhakhar and I have good news to share. I got pink slip. I'm so excited है अनि के अरे कस्तो रिजेक्सन थियो आज त्यही पनि भिजा लाग्यो भनौँ अब पिङ्क स्लिप त पाएँ होइन आई गेस छिटै नै अप्रुभ एन्ड इस्युड भएर आउँछ सो होप फर द बेस्ट एन्ड थ्याङ्क यू My God, I have no words. Excitement level hits hard. Nervous पनि छु अझै पनि still and कस्तो emotional पनि भइरहेको छु अलिअलि सो या त्यही हो कुरा थ्याङ्क यू अनि अब मेरो सपिङ भ्लगहरू आउँछ हेर्नु होला है त म भर्खर आइपुगेँ क्या एकदम ढिला भयो होइन अनि कति छिटै रात पर्छ नि त आजकल अनि कति 6-7 कति बजिसक्यो अहिले सो या बाई गाइस पिङ्क स्लिप भयो यो म आज पासपोर्ट लिन जान लाग्छु छु लेट्स सी के हुन्छ सो गाइस म चाहिँ एनआइएमबी ब्याङ्कमा छु अनि मैले पासपोर्ट पनि लिइसकेँ भिजा पनि ग्रान्ड भयो या सी यू जोक पनि आएको यस्तो भिड छ राम 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 स्तन्नाहरू किनेर अब घरमा कोट किन्न आएको अब हामी स्टोर 1 जान्छौँ आइसु कस्तो भिड हौ आमा गाइजहरू म यहाँ बाटामा आएको छु है कस्तो पाइन्छ हेरौँ मनीमा है गाइज जोगमनीमा सपिङ गाइजहरू सपिङलाई यति भएछ सपिङ आजको मामु हेलो आज हामी गर्मीको सपिङ नट गर्मी सरी जाडोको सपिङ गर्न हिँडेको फेरि अब गर्मी लागेपछि पाइँदैन भनेर सो अलिअलि सपिङ भयो त्यही हो अहिले भोक लागेको अवस्था छु हामी यहाँ शानदार मोमोमा आएको छौँ हामी चाहिँ दरबार मार्गमा छौँ हजुर कुन किन्नु मन छ न ब्याग पनि किन्यो अब हामी जान्छौँ सो गाइज म चाहिँ छाया सेन्टरमा छु अनि टिकट पनि काटेँ हे गाइज मेरो युएसएको कन्टिन्यू भ्लग चाहिँ कहाँ पुग्यो आएर नो है म चाहिँ अहिले मेरो अफिसको फिल्ड थियो गौरीगञ्जमा थिएँ अनि अहिले हामी ब्याक विराटनगर मामा घरमा छु अनि त्यसैमा कन्टिन्यू गरेकोलाई यो भिडियो ठ्याक्क आई रिमेम्बर होइन त्यही भएर यसमै कन्टिन्यू गरिहालेको गुड नाइट सो गाइज अहिले चाहिँ हामी मामा घरमा छौँ अनि यो चाहिँ मेरो भ्लग त्यो अगाडिको भिडियोमै कन्टिन्यू हुनेछ है चाहिँ वी आर एट विराटनगर अनि त्यही हो मेरो बहिनी से हाई हे गाइज फ्रम बोराबाद आज चाहिँ म बोराबाद आएको छु कोसीको अनि अब म हिजोकै भिडियोमै कन्टिन्यू गर्छु यो भ्लग चाहिँ सो यहाँ चाहिँ यस्तो छ है बोराबादमा सो खास त्यस्तो धेरै वाउ त छैन तर ऊ त्यो बोर्ड चढ्न चाहिँ लास्टै मजा आयो ओभर एकदम दामी मजा आयो अब चाहिँ त्यो मेमोरेबल भयो आजको ट्रिप सो गाइज चाहिँ यस्तो नि रहेछ होइन यस्तो पनि चढ्न मिल्ने रहेछ त्यो हुन्छ नि दुबईतिर यस्तो रहेछ ल गाइज इट्स नेक्स्ट डे अनि आज चाहिँ म यहाँनिर वाटर किङडम झिलझिले झापा आएको छु विथ माई ग्रुप अफ फ्रेन्ड्स यो चाहिँ यस्तो छ यहाँ है योभन्दा अगाडि काठमाडौँको इप्पी ल्यान्ड अनि उता इटरीको
ए काठमाडौँको उप्पील्यान्ड एन्ड इटरीको इप्पील्यान्ड चाहिँ गएको थिएँ यहाँ चाहिँ आएको थिइनँ अब यताको पनि हेरौँ वेलकम टु माई युट्युब च्यानल फ्रम विराटनगर सो आज चाहिँ म विराटनगरमा छु अनि अहिले चाहिँ म मेरो फुपूको घरमा छु अनि आज चाहिँ हाम्रो डिनर चाहिँ घरमै प्रिपेयर गरेको मिलहरू छ जस्तै चिकन अनि त्यसपछि के छ पनिर अनि सबै कुरा छ सो चिकन रोस्ट होइन मटर पनिर अनि त्यसपछि अचार चक्लेट सबै छ हामीसँग अनि चिज बलले छ अनि आज एक पनि छ सो आज चाहिँ म हजुरलाई मेरो एउटा अलिकति ऱ्यान्डम टाइपको भ्लग देखाउँछु सो हेर्नु होला चुमसुमबाट थोरै अगाडि चेकपोस्टबाट दाहिने लागेछ भने हामी सिधै काठमाडौँ तर्फ लाग्छ हे गाइस म चाहिँ विराटनगरमा थिएँ नि त अहिले अनि अस्ति युएसको भ्लगमै कन्टिन्यू गर्छु यो भिडियो पनि बिचमा बिर्सेछु भ्लग बनाउने सो अहिले चाहिँ भाइ र म यहाँ हिँड्दैछौँ हेलो ल अब यही भिडियोमा कन्टिन्यू है त दिस इज विराटनगरको बाटो ओइ भाइ यता सो गाइज अनि अहिले चाहिँ म हामी ब्याक काठमाडौँ फेरि अफिसको फिल सक्यो अफिसबाट म बाई बाई लिएर धरानबाट विराटनगरबाट काठमाडौँ आएको छु अनि काठमाडौँमा को छ गाइज सी हिज माई सिस्टर सो यहाँ छ मेरो काका अनि हिज पाइलट है गाइज सो कसैलाई रिजर्भ प्लेन चाहिन्छ भने प्लिज डु कन्ट्याक्ट हिम से हाई रोनाल्डो अर्को रोनाल्डो हामी सपिङ आएको छौँ कालो भयो नि बेल समिति यस्तो बेल थियो नि कालो भयो कसरी कालै भयो मेरो कहाँको बेल थियो त साँच्ची स्टेनलेस स्टिल थियो नि मसँग कहाँ गयो यस्तो बेल यस्तो दामी दामी छ बिहान लाउने भयो यो बेल त अर्को बेल दुईवटा बेल त किनेको कालो भयो कहाँ होला यस्तो बेल थियो नि समिति चाहिँ हाम्रो साथीको बिहा थियो अनि मैले बिचमा अब कसरी जोडेँ है यहाँ छन् मेरा हाई अर्को साथी अब त्यही हो हामी आइसक्रिम खाँदैछौँ साथी रश्मिको बिहा थियो ऊ चाहिँ गइसक्यो टाढा जानुपर्ने भएर अनि हामी चाहिँ अब यहाँ निस्किन लागेको ल हाई चार मिनट भइसक्यो बाहिर खिचेको धेरै खिच्दा चाहिँ हुन्छ र स्वामी त दारी उठा छ एकदमै मजा आइरहेको छ स्वामी ल म काट्छु के अरे म समाउँछु Have a safe journey to you. Happy journey. थ्याङ्क यू अब यस्तो मेमोरेबल डेज कहिले बनाउने भोलि पर्सि तिमी मात्र आयो ल ए मलाई पो खुवाउने होला उसले ल खाऊ चरो यताबाट कस्तो मिठो रहेछ हो
थ्याङ्क यू फ्रेस रहेछ है केक चाहिँ ल है गाइज हेर्नुहोस् है त हाम्रो यो कुलेखानी कस्तो दामी छ नि सो म चाहिँ यहाँ छु जय कुलेखानी सो दिस वाज मेरो काठमाडौँ एन्ड तराईको मेमोरेबल डेजहरू होइन बिचमा म कति ठाउँहरू गएँ जहाँ चाहिँ मैले भिडियोजहरू क्याप्चर गर्न पाइनँ त्यसको लागि आइम भेरी सरी सो रिसेन्टली म हिजो मेरो ओल्ड अफिस एफडिएम पनि गएको थिएँ त्यहाँ पनि मैले भिडियो खिच्न पाइनँ सो त्यो पनि मैले मिस गरेँ मेरो भ्लगमा सो या अब चाहिँ म यो युएसमा जाँदासम्म यो भिडियो बनाउँछु कन्टिन्यू गर्छु मेरो भिडियो हेर्दै गर्नु होला सी गाइज सानो पिम्पल आएछ ओके इट्स रेनिङ आउटसाइड है काठमाडौँमा चाहिँ सो वेदर एकदमै च्यालेन्जिङ छ है सो ल वेदर चाहिँ यस्तो छ इट्स रेनिङ है यहाँनिर पुरै पानी परेर एकदम स्काई एकदम दामी भएको छ सो यस्तो छ खासै घुम्न जान पनि पाएको छैन किन भन्दाखेरि एकदम पानी परिरहेको छ नि त यस्तो बेलामा ट्राभल गर्न अलिकति गाह्रै हुन्छ सो या अब जस्ट मेरो अब 15 डेज जति छ काठमाडौँ बसाइ सो आई इन्जोय एभ्री मोमेन्ट एन्ड विल पोस्ट सुन यो भिडियो प्लेन आयो है गाइज यहाँनिर यस्तो दामी प्लेन आयो ल बाई अनि यो चाहिँ मेरो सपिङ भ्लग हो म चाहिँ आज पावर ब्याङ्क किन्न आएको छु सो या म चाहिँ अल्टिमाको किन्न आइरहेको छु मेरो बाबा चाहिँ पार्क गर्न गएछ हिजो चाहिँ अल्टिमा आएको थिएँ किन्नलाई तर हिजो किनाइ भएन सो फेरि आएको छु आज सो मैले यो अल्टिमाको पावर ब्याङ्क किनेँ अब लेट मी अनबक्स है घर गएर यसको प्राइस चाहिँ 2900 पर्यो लेट्स अनप्याक दिस वाउ सो नाइस केबल चार्जिङ पोर्ट अनि यहाँ चाहिँ हाम्रो वारेन्टी ग्यारेन्टी फिडब्याक पेपर जस्तो छ यो 6 month of म्यानुफ्याक्चर वारेन्टी दिस इज स्टिकर एन्ड यो के हो सेल्फ एक्सप्रेसन एन्ड वाट एभर म्यानुअल होला यो म्यानुअल त सो या दिस इज वाट आई बट टुडे फ्रम अल्टिमा इट्स नेपाली ब्रान्ड सो लेट्स What's so premium guys स्ट्यान्डी पनि छ प्रिमियम पनि छ सो यहाँ चाहिँ यसको चाहिँ लाइक यहाँनिर दुईवटा केबल छ वान टाइप सी एन्ड लाइटनिङ केबल सो या अहिले एकछिनमा म चार्ज गर्छु न सो यो है तपाईँलाई लेट मी अन दिस इट्स 85% 85 चार्ज छ सो या सो बाई आज चाहिँ म न्यु रोड आएको थिएँ सञ्चयसँग अनि अब चाहिँ म घर जान लागेको थिएँ हल्का सपिङ गरेर अनि झोला चाहिँ यत्रो धेरै भयो है अब चाहिँ वी आर गोइङ होम कता हो जाने बाटो फेरि केही किन्दिनँ भनेर आएको फेरि किनेँ मैले माई गड यस्तो छ मेरो जिन्दगी सो अब यो भ्लगमै म कन्टिन्यू गरेँ आज चाहिँ म बुढानीलकण्ठ आएको छु सन्चेसँग भाइसँग सो दर्शन पनि भयो हाम्रो मे लर्ड विष्णु ब्लेस पिज्जा हाने जाने पिज्जा हामी चाहिँ खाना आएको थियौँ अब त्यो पनि सक्यो यस्तो बनाएर खाएर यो जुस पनि मैले खाएको ल युएस जानुभन्दा अगाडि यो मम्स पिज्जा स्टेसनमा खाना आएको गाइस तर इट्स क्लोज्ड अब के गर्ने है मेरो फेभरेट पिज्जा खाने ठाउँ थियो यो गाई चाहिँ समृद्धिको बर्थडे आउन आँटेछ होइन के हो गाई चाहिँ हाम्रो समृद्धि उड्न आँटेको छ होइन हो त कहाँ अरे अस्ट्रेलिया क्यानाडा अरे सबै देखा यो अस्ट्रेलिया क्यानाडा कहाँ अस्ट्रेलिया होइन अस्ट्रेलिया हो
ए यस रहेछ होइन ल अहिले भिडियो देखाउने फेरि क्यान्सल हान्दै लाने ल गाइस हाम्रो समृद्धिको लागि अनुसा दिदीले पठाइदिनु भएको केक होइन उताबाट समृद्धिलाई थाहा छैन हामी सरप्राइज दिन आइरहेको छौँ युएस आएछ नि त समृद्धि त्यही भएर यो अघिल्लो मान्छे चाहिँ सन्चेका हो होइन कहाँ चाहिँ हो कहाँ तल छ एउटा के गर्दैछ मोबाइल पो हेर्दै रहेछ त हेलो हेलो के हो के आयो के आयो कहाँबाट यस्तो के भयो अब सेभ गर्ने गुन्डी रुला क्या हाउ आर यु फिलिङ ओइ नगर्नु ल गेस कसले पठाएको होला यो Have a safe journey, Gundi will miss you. यो त पक्कै अनुसारै कि रान्दिदियो गुन्डी भनेको चाहिँ अनुसार नै हो यस अन्साइ दियो खै त अब केही भन न हौ कस्तो केही ह्यापी बर्थडे टु यु ह्याप्पी अमेरिका जर्नी टु यु देवता गाडी नै एक हप्ता हौ अमेरिकाको झन्डा पनि रहेछ त हो ह्याप्पी अमेरिका ह्याप्पी एमपिआर आइटी यो के हो खुच्चे पाइलर सबै छन् है आउरादै हुन्छ र चलाउनु भन्दा पनि इम्प्रुभमेन्ट हेरिदिन्छ के दिन्छ अरे चलाउनु भन्दा पनि यहाँ ध्यान दिइरहेको आइस न अब हतको बारी आयो मलाई चाहिँ वानमा छ क्या यो स्वाद बर्थडे पनि यही हो नि त आउँदैछ त बर्थडे नेपाललाई काट्नु हुँदैन यता हेर ह्याप्पी जर्नी दिजु भनौँ दिजु दाजु दिजु बाई द वे थ्याङ्क यू सो मच रानु दिदी अन्सा दिदी भिनाजु सबैजनालाई सन्चे समयल मेरो भाइ बाबा मामु इन्टायर सुवेदी पोखरेल फ्यामिली थ्याङ्क यू अझै थाउ के अरे स्वाधीन मलाई गिफ्ट यत्रो सबै वाउ थ्याङ्क यू यो के हो मरे हौ म मेरो भाइले मलाई गिफ्ट दिएको अरे ल यो कसको बाँकी अरू के गिफ्ट अब मलाई ल्याएर दिन्छ मलाई भाइले दिएको हेर न जे भने मैले ल्याएको भए नि भाइले मलाई दियो नि त एटलिस्ट अहिले आउँछ त मेरो भाइ आई लभ यु माया गर न नि त सो यो अहिलेको थियो मेरो फेयरवेल टाइपको भिडियो जुन चाहिँ मैले केक काटेँ अघि सो द्याट केक वाज सरप्राइज्ड बाई अन्सा दिदी एन्ड रान दिदी अनि स्पेसल थ्याङ्क्स टु सन्चय है अनि जसले चाहिँ यो बन्दोबस्त गर्यो अनि मेरो भाइ पनि सम्यक पनि मामा बाबा सबैजना सो या थ्याङ्क यू कस्तो इमोसनल पनि भयो म अघि एकछिन तर त्यो भिडियोमा आएको छैन बिहाइन्ड द सिन किन रोको साना तिमी कहाँ नजाऊ मेरो बच्चा म जाने भने रोकी म आइहाल्छु नि साना म आइ त हाल्छु साना नरौ यसो रुनुहुन्न नि दस म आउँछु नि साना सो आज चाहिँ इट्स नेक्स्ट डे अनि आज चाहिँ आई हेभ माई फ्रेन्ड अनु अब उसले चाहिँ मलाई सरप्राइज केक लिएर आएको रहेछ सो विल कट इट डाउन अनि हेर्दै गर्नलाई मेरो भिडियो यहाँ छ केक चियर्स टु न्यू जर्नी ल थ्याङ्क यू अनु You are welcome. Have a safe journey. Thank and wishing you. Bright future ahead. थ्याङ्क यू
ऊ एक्साइटेड छ ल तिमी यहाँ ल, मेरो भाइ पो एक्साइटेड छ त केक खान यहाँ छ हाम्रो यो दर्शकहरू दिदालाई के अरे यो खाने तिमी नगर न ल अब म केक काट्छु है अन्य ल्याएको स्पेसल थ्याङ्क्स टु अनु फर दिस ब्युटिफुल केक ल ह्यापी बर्थडे ल थ्याङ्क यू सो मच अनु मै खुवाउँछु थ्याङ्क यू राम्ररी जाऊ सधैँ खुसी बस्नु थ्याङ्क यू मलाई नबिर्सिनु हजुर ब्याचलर्ससँग बढिसक्यो कि ह्याप्पी बर्थडे स्वामीको खाऊ ल फेरि त्यस्तो गर्नु ओइ चोर यो पनि खाऊ ल ल ल एउटा उसले आउनु न त यसरी यसरी गरेर यसरी खानु कति रुपियाँ दियो 5 रुपियाँ $1 दिएर च्यातेको डलर दियो थ्याङ्क यू के हो हेरौँ मनपर्छ कि पर्दैन मन परिहाल्छ नि हौ हटाउ न टी सर्ट हो होइन बडी ए वा बडिकन कस्तो लाग्यो राम्रो छ मलाई यस्तै मनपर्छ नि त है म यस्तै बडिकन थ्याङ्क यू अहिले लाएर हेर्छु ल ल अब सी यु सुन अब सी यु अब कहिले 2 वर्षपछि होपफुली भेरी सुन यति उति भन्दा पनि ल बाई 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 कहिलेकाहीँ कुरा गरौँ ल तिमी पनि गर्दै गर सो म चाहिँ यो युएसको भ्लगमै कन्टिन्यू गर्छु होइन सो म चाहिँ आज पशुपति जाँदैछु किन भन्दाखेरि मेरो युएस जानलाई अलमोस्ट लाइक 2 डेज जति बाँकी छ सो 2 डेज प्रायर म आज भगवान्को दर्शन गर्न ब्लेसिङ लिन आएको छु सो एकदम भिडभाड छ है यहाँ चाहिँ It's so fun, guys! Natural water ma. It's so fun. Guys, so US are only 2 days left, but I'm here enjoying with nature. अब यसो नेचर त युएसमा पाइँदैन नि त सो त्यही भएर ल आज यसको अनबक्सिङ हुँदैछ अब भ्याक्युम ब्यागमा हाल्न लागेको यत्रो दिनपछि ल्याएको आज बल्ल खोल्छु त पुरै खोल्नु पिटपिटेवाला होइन होइन नि के के हुँदो रहेछ यसमा भ्याक्युम ब्याग यस्तो हुँदो रहेछ होइन आज चाहिँ म यसरी भ्याक्युम ब्यागमा सुटकेस मिलाउँदैछु यत्रो थुप्रो छ लाने ओ माई गड यहाँ हाल्दैछु आज चाहिँ हामी भाइलाई किन्ने आएको छौँ क्रिकमा हामी चाहिँ भाइलाई ब्याट लिन आएको यो क्रिकमान्डोको लेट्स सी अब कस्तो लिन्छौँ यस्तो छ यहाँ मामा माइजू आइसकेको अघि आइसकेको मामा माइजूले चाहिँ दे गिफ्टेड मी यस्तो राम्रो बडीकन ड्रेस है सो थ्याङ्क यू सो मच मामा माइजू आई लभड इट अनि त्यसै गरी आई वाज सो सरप्राइज है माई फ्रेन्ड अङ्किताले पनि मलाई यो चाहिँ अनलाइन मार्फत पठाएको रहेछ सो एकदम ह्याप्पी भयो म है एकदम सरप्राइज पनि भएँ सो या थ्याङ्क यू सो मच अङ्किता एज वेल अनि लभ यू थ्याङ्क यू गाइस यो चाहिँ भ्याक्युम ब्याग होइन यसरी सानो बनाएर यत्रो बनाएँ म चाहिँ यत्रो सामान मिलाउँछ र सो आज चाहिँ मेरो अ डे बिफोर युएस फ्लाइट अनि आज चाहिँ म मेरो साथीहरूसँग छु
यहाँ भाटपट्टीको टप फ्लोरमा। सो मेरो साथीहरू सरप्राइज केक ल्याएको रहेछन् होइन, दे आर हियर। अब लेट्स कट द केक। आई होप मैले जस्तो भने चाहिँ त्यस्तै छ, तर त्यति राम्रो नि भएन। पनि हेरौँ। वाउ, सेफ जर्नी मम्मी के हो? स्यामीले भनेको त्यसको मम्मी उसको मम्मी नै हो नि त, काइन्ड अफ हो कि होइन? हो कि होइन भन न, तिम्रो मा हो कि होइन? सेफ जर्नी मम्मी केही हुँदैन दामी। वी विल मिस यु, थ्याङ्क यू गाइज। यिनीहरूले त मलाई 2टा केक कटाइसक्यो यार, यो समेत 2टा हो। गर न ए हाम्रो स्वाधीन, फेरि स्वाधीन, डु नट एट्याक। थ्याङ्क यू। Thank you so much. Wow. Abu जाऊ गाइस, तू ये तब ना वो भाइलाई खाइदेऊ न, आऊ न भाइलाई खाइदेऊ, आऊ भाइ हे आऊ न, तू आइहाल्नु नि एउटा पनि है। डलरको घर बनाउनु होइन, पैसा छाप्नु गएर मस्त। ल ल ल ल अझै एउटा हजुरलाई थ्याङ्क यू सो मच। खोइ भाइले खाएको। थ्याङ्क यू स्वाधीनलाई पनि। हाम्रो एकदम मेमोरेबल भयो। ल अब घर जान्छौँ हामी अर्को केक काट्नलाई। अर्को केक बाई सन्चय, ह्याप्पी ह्याप्पी अरे हेभ अ सेफ फ्लाइट समी अरे। ल थ्याङ्क यू सो मच काका। कस्तो छ यार, यो त बनाएर राखेको थियो। ठिक छ, राम्रो छ। मैले ह्याप्पी बर्थडे समी लेखिदिनु भनेको, ह्याप्पी बर्थडे मम्मी लेख्दैछ। यहाँ केकमा ह्याप्पी बर्थडे। ल 2टा केक अब काट्ने, यो त अघि काटेको छ। हामी छ यहाँ, सबैजना छ यहाँ। चकलेट खाने चकलेटवाला के छ, अब यो काटिसके म्यामले भिडियो बनाउन बिर्से। अब यो एकछिनमा काट्ने, अब यो काट्ने। अब जाऊ न त्यहाँ, अलि ओर जाऊ। थ्याङ्क यू बिदान दादालाई 2जनालाई
मलाई सधैँ तिमीलाई ह्याप्पी बर्थडे होस् ह्याप्पी बर्थडे त हुने होस् ह्याप्पी ल बर्थडे काटौँ न त दुइटै काट्छु थ्याङ्क यू so much 3 of you 4 ए ल 4 of you होइन झुकेर हो केही फरक पर्दैन त्यस्तो त्यो दोष लाग्दैन कि झुकेर हो मात्र खान्छु क्या मामु त सधैँ बटाउनु ल हेर न ल तिमी खाइदे म जुनाले खान्छु भयो आऊ नखाऊ न गुल्यो धेरै म खुवाउँछु ल्या न अर्को ल ह्याप्पी जर्नी ह्याप्पी बर्थडे टु यु नभन्नु थ्याङ्क यू ए गएको सबै यता टिस्यु पेपर कहाँ होला सन्जे मामु यो पनि काट्छ छुरै नहुने रहेछ हौ माया गरेर त थ्याङ्क यू सो त्यसलाई फोटोग्राफर भन्छ माया होइन थोरै दे यसो खाली भयो मुख खाली भयो क्रिम लाग्छ एलर्जी हुन्छ ल हेर एउटा ल अब हाँस एउटा यो आऊ यो तिमीलाई अझै खाऊ यता पनि खिचाउ न ल थ्याङ्क यू हजुरलाई पनि खाइसौ न Have a safe journey. म चाहिँ मेडिसिनहरू लिन आएको छु त्यो चाहिँ मेरो जाने दिन अनि यहाँ मेरो बाबाको फुपू सबैजना आइसकेको छ बुलबुलले चाहिँ केक लिएर आएको छ हामी खाइछौँ यो चाहिँ बुलबुलले ल्याएको हो थ्याङ्क यू बुलबुल खोला त यो ओहो फ्ल्याग हाल्दै ल्याएछ सेफ फ्लाइट बहिनी समृद्धि अरे थ्याङ्क यू बुलबुल दाजु सबैजना खिच्ने कसैले गरिदेऊ न ह्याप्पी बर्थडे अन्निम मलाई होइन भयो केक पनि काटियो अब जान्छौँ हामी ल म चाहिँ यहाँ छु गोइङ है मेरो घरलाई बाई बाई एयरपोर्ट आइपुगेको छु जान आँटेको ल मेरो माम हेर्दै छोडेको साथीहरूलाई कुरिरहेको छु चाहिँ बोर्डिङहरू लिएर अनि यहाँ बसिसकेको छु एयरपोर्टमा हाम्रो त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा छु म अब म जाँदैछु बोर्डिङ पास लिएर अब जान लागेको ल म जान लागेको छु यो फ्लाइटमा हो अब बाई बाई नेपाल ट्रेनमा हिँड्नु पर्दो रहेछ है ट्रेनमा हिँड्दैछु
सो अहिले चाहिँ म यहाँ आइपुगेँ कोरियाको एयरपोर्टमा नाम के भन्छ इन्च्यान के हो आई डोन्ट नो होइन सो यहाँ आएर म चाहिँ गुड्काइरहेको छु पासपोर्ट लगेजहरू कत्रो ठुलो एयरपोर्ट रहेछ हो र कति धेरै गेट हो बाफ्रे घुम्दा घुम्दा टाउको दुखिसक्यो ट्रान्सफर डेस्क अरे त्यहाँनिर यो चाहिँ मेन एयरपोर्ट होला आई गेस कोरियाको रेस्ट एन्ड रिल्याक्स लेखा छ आई थिङ्क त्यही माथि होला ए न्याप जोनहरू सबै रहेछ नि त त्यहाँ लेखिरहेछ त माथि अहिले चाहिँ यहाँनिर न्याप जोनमा आएर अब यसो न्याप लिनु पऱ्यो गाइज किन भन्दाखेरि एकदमै थकित भयो न्याप जोन चाहिँ यस्तो छ यहाँ यो कोरियामा वी आर एक्सप्लोरिङ द फुड तर पाइरहेकै छैन खालि श्रिम्प अनि बिफ मात्रै छ सो अब यहाँ चाहिँ बेकरी आइटम खानुपर्छ जस्तो अब ट्राभलिङ टु अब चाहिँ चेक इन गर्नलाई जाँदैछौँ यहाँ हाम्रो ग्याङै छौँ है पुरै नेपालबाट आएको एयरपोर्टमा भेटेको भाइ बहिनीहरूसँग अब हामी जाँदैछौँ फेसन एन्ड एसेसरिजहरू रहेछ यहाँ पुरै ब्रान्डेड आइटम्सहरूको अफरहरू रहेछ ल सो अहिले चाहिँ म प्लेनमा चढिसकेको छु अमेरिकन एयरलाइन्स डालस जानको लागि मेरो चाहिँ कर्नर सिट बनाएको छ है सो दिस इज द फ्लाइट अमेरिकन एयरलाइन्स एन्ड आइम हियर अनि यहाँको टिप्सहरू चाहिँ यस्तो रहेछ ब्ल्याङ्केट एन्ड वाट इज दिस यति मात्रै रहेछ तर कोरियनमा धेरै कुराहरू थियो यसमा चाहिँ केही छैन रहेछ स्लिपरहरू केही पनि छैन सो यो चाहिँ बाहिर भयो एयरपोर्टबाट Dallas Airport. So, यस्तो छ यहाँ लगेजको वेटिङमा एट डालस एयरपोर्ट ल लगेज लिने काम पनि भयो अब जानुपर्छ अर्को टर्मिनलतिर सो यो चाहिँ ट्रेन चढेर जानुपर्ने रहेछ ए गेटमा म चाहिँ ए गेट जान लाग्छु अघिसम्म त भाइ बहिनीहरू थिए अहिले त एक्लै भएँ म त राम कहाँ जाने हुँदो रहेछ तर धन्न थाहा पाइँदो रहेछ यहाँ गेट हेर्दै डिमोइन्सको फ्लाइट अब 9:29मा
landed at Des Moines International Airport. साथी त्यतिखेर आइपुग्यो अपेक्षा हाई वेलकम देखेको तिमीलाई र मलाई है वेलकम तिमीलाई फेरि पनि सिस्टर्स थ्याङ्क यू